पिरा र मेरो चाहिँ सामान बोकेर हामी चाहिँ आधी बाटोमा आइपुग्यो। स्क्रापबाट बनाएको त हजुर यो चाहिँ हाम्रो हेलो गाइज, गुड मर्निङ, वेलकम टु माई अनदर ब्लग। र आज चाहिँ मेरो कामले हिमाली गाउँ जाँदैछु र मैले प्रेमस दालाई पनि कल गरेको थिएँ। प्रेमस दा पनि घरमै हुनुहुँदो रहेछ र प्रेमस दालाई पनि भेटेर तपाईँलाई देखाउने छु। र गाइज अहिले भेटौँ होला। हिमाली गाउँ पनि आइपुगेँ सामान लिनु लागि, मरौको सामान लिनु लागि आइपुगेँ र आउँदै थिएँ। यहाँ हेर्नुहोस् त गुराँस कस्तो दामी फुलिरहेको रहेछ। प्रेमस दाको मेडलहरू त कतिवटा यो त सबभन्दा दामी चाहिँ यो हो नि। यो चाहिँ एउटा ठुलो भयो होइन। हजुर यो फेरि खोलिन्छ नि, चाबी पनि छैन। तपाईँकोमा सब एन्टिक चिज खालि हुन्छ त हौ। अनि यो चाहिँ कस्तो भने नि, यो चाहिँ यिनीहरूले स्क्रापबाट बनाएको त। हजुर यो चाहिँ शिलङको मकरत भन्ने जग्गामा हजुर हामी कुद्नु जाँदाखेरि चाहिँ यो चाहिँ अब स्पेसियल दिएको नि त होइन। हजुर हजुर मकरत भने चाहिँ शिलङको कस्तो जग्गा भने त्यो इङ्ग्लिस पनि बुझ्दैन, नेपाली पनि बुझ्दैन, हिन्दी पनि बुझ्दैन त्यहाँको मान्छे, नेपाली त बुझ्दैन। अन्त त्यहाँनिर चाहिँ एउटा मान्छे चाहिँ स्क्रापबाट यस्तो बनाउँदछ कि अन्त यो एज अ हामीलाई मेडल दिएको क्या। अब अर्को चाहिँ मेरो मजाको चाहिँ यो पनि देखाइदियो। यो छेउबाट चाहिँ भुटानमा चाहिँ यो चाहिँ भुटान ओलम्पिक कमिटी हो। म 3rd प्लेस भएको तर 50+मा। यो इन्टरनेसनल म्याराथन पनि त्यो चाहिँ। यो चाहिँ कसको नक्सा अरे? मेरो यो दाँत पनि छैन हो, नाक पनि चुच्चै छ। कसले बनाइदिएको यो चाहिँ? अब एकजना के चाहिँ लेखेको छ, योलाई चाहिँ त्यो बनाउनु लगाएको मैले। यो चाहिँ यति बेला चाहिँ ह्यान्डसम गरे। यहाँ चाहिँ अर्को रुम रहेछ फेरि, यहाँ पनि रहेछ प्रेमस दाको फेरि नक्सा छ मेरो पिदा कुद्दै गरेकोहरू। उता पनि छ नक्सा। यहाँ हेर्नुहोस् है गाइस, प्रेमस दाको एचिभमेन्टहरू। होइन यो सबै के भन्नु अब, यहाँ फेरि पुरानो यङको छ त यो त। यो चाहिँ खाली पोस्टमा भयो भने खाली बसमा गोल हाल्दिएको चाहिँ बेस्ट प्लेयर 50 वर्ष। यो पनि फुटबलको हाम्रो ट्रफीहरू त हेप्पी छ त हौ पिदा। यो छ नि युनिक त। के हो यो त? ट्रकमा छ त तपाईँको त अन्त? यो चाहिँ हजुर माने भनेको छ नि हाम्रो, हजुर जहाँ चाहिँ ल्यान्ड रोभर अहिलेसम्म चल्छ। हजुर ल्यान्ड रोभर यो ल्यान्ड रोभर एसोसिएसनले चाहिँ एउटा प्रोग्राम गर्दा चाहिँ मलाई एज अ टोकन अफ लभ दिएको यो चाहिँ। उनीहरूले पनि यो अघि भनेको जस्तै के भन्छ नि स्क्रापबाट बनाएको। हाम्रो दार्जिलिङ स्क्रापबाट बनाउने मान्छेहरू दामी दामी छ नि त। त्यो अघिको त शिलङको भयो होइन, त्यो मेघालय अब खालि यो हाम्रो दार्जिलिङमा यो। अब यो अस्ति दिनहरू झन्डै केटाहरूले रङ हो भनेर झन्डै यो चाहिँ दार्जिलिङ हो कि हुनु चाहिँ अब होइन। तर यो नक्साले चाहिँ के भन्दो रहेछ आजकल केटाहरूले के गरेर बनाउँछ नि, नभने यहाँ टाढै टाढ छ नि त्यस्तो हो। हजुर हजुर यो चाहिँ तिनीहरूले के पो भन्दो रहेछ, कुनै के गरेर बनायो क्या त्यस्तो बनाउँदो रहेछ। हेर्नुहोस् है गाइस, मेडल रहेछ। मेडल रहेछ पिताको घरमा चाहिँ। हाम्रो नेपालको हुन्छ नि दामी चाहिँ, नेपालको यहाँ नेपालको चाहिँ यो रहेछ हो नेपालबाट चाहिँ त्यस्तो दिन्छ। यो नेपालको होइन, नेपालको हेर्नुहोस् नेपालको चाहिँ इन्टरनेसनल पनि कुद्नु जानुहुन्छ पिता चाहिँ। कुद्नु नि यो बोलेको भयो बोलेको यो चाहिँ। नेपालमा पनि कुद्छु, मेडलहरू त छ नि होइन। हजुर जस्तै रनको क्या हजुर हाम्रो रोसी पनि काठहरूको मजा बनाउँछ हजुर। कालिम्पोङबाट नै। यसो यङ जेनेरेसनलाई के भनिदिनुहुन्छ? अब त्यही हो नि, अब सबैलाई थाहै छ प्रेमस दाजुको बाजेको हो भनेर होइन। हजुर हजुर बाजेलाई अब देखेको अब अहिले कुद्छु हेरेर नक्सा, यस्तो नक्सा पहिला हुन्थेन, अन्त माथिबाट लडिरहेको नक्सा रहेछ। हजुर अब यिनीहरूको बाबाहरूसँग पनि हामी पनि त्यति नराम्रो चाहिँ होइन। अब यहाँ ढाँटेर के गर्नु है, यसको बाबा यहाँ चाहिँ अब मलाई खिच्दा चाहिँ एन्थोनी छेत्री जो चाहिँ अब टिएको फुटबल टिएमा आर्चर पनि छ। एउटा हाम्रो दार्जिलिङको के भन्नु रत्नै भन्छु म चाहिँ, किन मेरो त लागि त छोरा हो, उसको बाबा र म सँगै खायौँ पनि, तर उसको बाबा र म पनि उहिलेदेखि कुद्नु सुत्नु चाहिँ माथि पनि जान्थ्यो क्या। त्यसले गर्दा हामी चाहिँ अब यो पनि एउटा मैले पनि मेरो छोरा जो चाहिँ टिएमा खेल्छ, डिस्ट्रिक्ट खेलिसक्यो, दुरान पनि खेलेँ होइन, दुरान पनि खेल्यो, अहिले पनि खेलिरहेको छ। र यसले फुटबल खेलेर एउटा काम पनि मजाले नै गर्दैछ र स्पोर्ट्सले चाहिँ बचाउँछ। म पनि बिकज अफ द स्पोर्ट्स, म स्पोर्ट्स म्यान त होइन, स्पोर्ट्स पर्सन होइन, स्पोर्ट्स लभर हो। त्यसले गर्दा यहाँ देखि नै रहेको छ होइन। अब लेखिदिएको चाहिँ इन्सपिरेसनल मोटिभेटर भन्छ, तर म होइन इनफ्याक्ट। तर त्यति नै हो, युवाहरूलाई त्यही भन्छु कि म जस्तो नबिग्र, छाडा नभए, आमा बाउलाई टेर युवा युथ भनेको चाहिँ के हो सम्झ, मैले सम्झिनँ, म माफै मागेर भन्छु। यो हाम्रो यो छोरा जस्तो हो
छ हाम्रो केटा उयो रोहित पनि राम्रो खेल्छ मेरै छेउमा उता पनि गर्छ राम्रो खेल्छ नि गेमहरू खेल्यो भने हुन्छ क्या अन्त मैले चाहिँ त्यही हो कि बोय फ्रम द ड्रग्स एन्ड एल्कोहल बी समबडी डु समथिङ एन्ड ट्राई टु पे ब्याक समथिङ टु द सोसाइटी क्या हुन त अब कतिले यो पनि भन्छ यो बुढोको एउटै हो वाक्य भयो भन्नेहरू पनि छ वाक्य भन्नेहरू प्लिज नसुने पनि हो तर मैले भन्नु चाहेको चाहिँ राम्रो कुरो घरिघरि भन्नु पनि पर्छ हजुर हजुर पक्का हामी चाहिँ बिग्रेको अब मैले भने त म आइ एम भेरी प्राउड अफ माई एन्थोनी छोरा किनभने यसको बाबा र म अब सँगै खायौँ पनि तर साथी एकदमै थियो अहिले मिस गर्छु है कति कोही बेला याद पनि आउँछ आइएम चाहिँ स्टिल अलाइभ त्यही कारण मैले भनेको आज मैले मात्न पनि छोडेको छु थ्याङ्क्स टु द कृपा फाउन्डेसन त्यसले गर्दाखेरि नखाएको राम्रो कति केटाहरूलाई फुटबलको विषयमा केही जान्नु चाहन्छ भने एन्थोनीले भेट्यो पनि हुन्छ म्याराथनहरू कुद्नु मन लाग्यो भने मलाई भेट्यो पनि हुन्छ यो पनि यस्तोहरू पनि दिन्छ नेपालमा चाहिँ हो टक्कै त्यहाँ बस्दा बस्दै बनाएर दिन्छ मजा आउँछ अहिले मैले त्यही भनेको मात्र यो अब यही भयो नि अब यहाँनिर युथ स्पोर्टिङ क्लब भनिरहेको छ नि त होइन जय गाउँमा मलाई बोलाएको थियो यसरी अहिले अब नमान्दाखेरि धेरै जग्गामा बोलाउँदैछ इज्जत पाउँदैछु यो छोरा पनि मलाई अहिले यहाँनिर हाम्रो गाउँमा पनि अहिले अब डेनिस सर चिन्नुहुन्छ भने डेनिस सरको निधन भयो त्यो चाहिँ सेन्ट माइकलमा धेरै वर्ष काटेर अरू स्कुलतिर पनि गयो उहाँको निधनको लागि कामको लागि यहाँ भाँडाकुँडा लिन आइरहेको र मलाई भेट्नु पनि आएको किन म मान्थिनँ मात्ने भए आउँथेँ अघि पनि लाग्थ्यो त्यो एउटा त्यो बाजेको कहानी चाहिँ भनिदिनुहोस् न बाजेले के तर्निदिएको तपाईँलाई ए होइन यसको बाजे मैले अघि भने मेरो साथी जीवनको उसको बाउको ऊ र उहाँ र म पनि खान्थ्यो क्या गाजर एक समय यस्तो खालको त्यो चिज खुवाइदियो कि म कलेज पढ्दै थिएँ बिहान ऊ कलेज जाँदै गरेर घर उनीहरूको बाटोमा पर्छ यस्तो चिज खाएँ कि बिहान 9 बजी खाएको म यसको बाजे काममा गएर आउँदा म तिनीहरू त्यो चाहिँ अहिले सबै याद पर्छ तर अब त्यही हो संसारको नियमै के रहेछ कसैले छोड्दै जान्छ कोही जोडिँदै जान्छ होइन कोही के हुँदैछ कसैले राम्रो काम गर्दै जान्छ कसैले संसारको नियम हो तर नराम्रोदेखि राम्रोतिर आउँदा चाहिँ धेरै मजा आउँदो रहेछ आज मलाई म पनि नराम्रै मान्छे हो ड्रग्स खाएँ नराम्रो त भन्दिनँ तर अब कुलतमा फसेको मान्छे है किसिम गरेँ तर आजको दिनमा फर्केर आउँदाखेरि यसरी धेरै मजा आउँदैछ मैले अघि नै भने एकपल्ट फेरि मलाई खिच्ने चाहिँ एन्थोनी छेत्री फ्रम टिए जसले चाहिँ बङ्गलादेश पनि खेल्यो होइन बङ्गलादेश खेल्यो इन्डियाको धेरै जग्गामा खेल्यो राम्रो फुटबलर हो मलाई लाग्छ यो केटाहरूले अझै राम्रो चान्स पाएको भए अझै राम्रो भयो र हामी मिलेर चाहिँ आउने युवाहरूमा चाहिँ यो बाजे जस्तो नभएर चाहिँ यो नाति जस्तो हुनुको लागि चाहिँ हामी सबै मिलौँ केही गरौँ थ्याङ्क यू दा दिदाको घरमा चाहिँ फुलहरू चाहिँ दामी दामी रहेछ नि हेर्नुहोस् न गाइस दिदाले ओभरै मेन्टेन गर्छ गाइस एक रुपियाँ 4 रुपियाँ देखो अमर प्रेसिडेन्ट म सेक्रेटरी म छु अब मैले भनेको नि म बस्दिनँ मेरो आफ्नै त जिन्दगी लथालिङ्गै छ म आफै त रङ्गी छु म सक्दिनँ सम्हाल्नु भनेको गाली गरेको बस्नुपर्छ हामी सक्यौँ पछाडि 12 दिन भइसक्यो 15 दिन भइसक्यो मेरो त टाउकोदेखि सेक्रेटरी कहिले नबसेको मान्छे कस्तो साह्रो पर्छ कुनै को घरमा झिन्केर भन्नु अब खानु भएको छैन फेरि हो अन्त राति मात्र चाहिँ खोज्दै घर गयो त्यो ठुल्ठुला मान्छेहरू नाम पनि थाहा छ मान्छे पनि थाहा छ तिमीहरू बुद्धि के अरे बुद्धिजीवी पछाडि चाहिँ कहाँ चाहिँ सुख मलाई त साह्रो परिसक्यो भने मात्र नि मान्छे माथि थिएँ राति त्यो 10 जना मान्छेको कि 12 जना मान्छेको हर घरमा गएर नि भोलिदेखि त्यही भोलि उठ्ने तर मरिहाल्छु पोस्टर चाहिँ टाल्दिएको हिमालको मलाई त रडी गर्छ कत्रो पोस्टर टाल्दिएको थियो त त्यसलाई आयरल्यान्डमा थिइस् त्यो त फरेनर थिइस् त्यति बेला तँलाई गाउँसँग के मतलब थियो थिएन नि होइन सत्य कुरा गराउँछ अच्छा तँलाई गाउँसँग मतलब थिएन तँ त्यति बेला स्कटल्यान्ड कहाँ थिइस् स्कटल्यान्डमा थिइस् तँलाई अब त्यो स्कटिस जामा लाउनेहरूसँग थिइस् के मलाई थाहा छ म अमर र म हो अमर प्रेसिडेन्ट म सेक्रेटरी फेरि गाउँको कन्भेनर मै फेरि मिटिङमा जानुपर्ने आम्मा कम्ती टाउ दुखेको जिनेको बेलामा 2 रुपियाँ उठा भन्छ माथिबाट फेरि गाउँमा 2 रुपियाँ उठाउनु माग्ने म र अमर देखेर के भन्नु भित्रबाट ए मथुरा आएछ दिइहाल्न आम्मा तेरो केस चाहिँ त्यति बेला चिन्दै थिइस् है त लामो थियो होइन तेरो एउटा घटना घटेको थियो रहेछ नि त्यतिखेर चिन्दै थिएँ भनेपछि सिआरबिल तेरो टाउकोमा पक्रिँदाखेरि चाहिँ चिप्लियो त्यो अब कसरी पक्रिन्छ चिनेछ ए तर खुट्टाबाट तानिदिएको यहाँ चाहिँ बिडी चाहिँ उयो गर्दै गयो डढाइदिएको होइन बिडी तान्दै थियो कि त्यसलाई एक्स्ट्रा जस्तो लाग्यो यसो हेरेँ कि बिडी कोन पिएका भनेर मैले हम पिएका मात्रै भन्थेँ कि बदमास गर्दै पछि बिडी पिथ्यो नानी अहिले चाहिँ भन्नुपर्दा म चाहिँ यता हाई स्कुल ग्राउन्ड आइरहेको छु आज वर्ल्डको म्याच थियो र केटाहरूलाई यसो गाइड गर्नु हुन्छ भनेर आएको केटाहरू चाहिँ
अहिले चाहिँ हाम्रो वार्डको टिम चाहिँ आज चाहिँ हाम्रो 29 नम्बर वार्डले जित्यो 3-1 यहाँ हाम्रो म्यानेजर साहब पनि आउनु भएको थियो यहाँ म्यानेजर साहब खेलाडीलाई त कङ्ग्रेस दामी खेले केटाहरू अझै राम्रो खेल्नुपर्छ अझै राम्रो खेल्नुपर्छ गोल थुप्रै हुन्थ्यो किन हालेर फेरि है अब 8 तारिक छ 8 तारिक आउनुपर्छ 8 तारिक राम्रो खेल्नु चाहिँ केटाहरू अझै ल गुड भेरी गुड यो पनि खेल्नुपर्छ भने हुन्छ हुन्छ नखेलेको पनि ठिक छ केटाहरू पनि यङ दिनु पऱ्यो किनभने अब त खेलिसकेको छ हो इस्टाब्लिस भइसकेको छ नयाँ खेल पुरानो स्कुल मेरो प्रेमस दा पढेको स्कुल चाहिँ यहाँ पनि राम्रो त केही पनि गरेन गाँजा खाँदै बसेर सिंहमारीहरू यहाँ तल चाहिँ चित्राबुङ घर आइपुगेको खालि थिएँ यी दुईजना स्कुलबाट आएर चाहिँ डाइट सुरु गर्दै रहेछ के हो यो चाहिँ के हो बहिनी यो चाहिँ केक खाइरहेको छु पुरा भोक लागिरहेको छ क्या हौ ल ल ल इन्जोय गर दुईजना चाहिँ हेप्पी बजाइँदैछ गाइस आजको ब्लग यति नै ल मन पऱ्यो भने लाइक सेयर अनि सब्सक्राइब गरिदिनुहोस् होला ल भोलि भेटौँ मलाई